रमाइलो नै छ हैन त्यो एउटा उस्तै छ के अरे आज चाहिँ हामी बिमा अभियानमै निस्केका छौँ देवदह क्षेत्र देवदह नगरपालिका क्षेत्रका सम्पूर्ण हाम्रो संस्थाहरू सहकारी विद्यालय विभिन्न ठाउँहरू चाहिँ हामी भिजिट गर्दैछौँ धेरै ठाउँमा अझै जान बाँकी नै छ र अहिले हामी यात्राकै क्रममा रहेका छौँ हाम्रो एजेन्सी म्यानेजर पार्वती नेउपाने म्याम सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको एउटा देवदह शाखाको खम्बा हुनुहुन्छ यो खम्बा ढल्यो भने त फेरि के हुन्छ ढल्नु हुँदैन खम्बा ढल्यो भने छानो ढल्छ त्यही भएर यो खम्बा ढल्यो भने चाहिँ गाह्रो हुन्छ नि त्यही भएर एउटा जीवन बिमा पनि होइन एउटा के भन्छ मेन मान्छेको चाहिँ एउटा कमाउने मान्छेको चाहिँ बिमा गर्नुपर्छ भोलि बिहान त्यो कमाउने मान्छेको भवितव्य केही हुँदा पनि परिवारलाई चाहिँ आड लाउने काम चाहिँ आर्थिक रूपले चाहिँ सहयोग गर्छ नि त बिमाले एकदम होइन त म्याम बिमा भनेको त मानिसले नबुझेर मात्रै हो भन्छु मैले बिमा भने यति महत्त्वपूर्ण कुरा छ नि मलाई त अहिले यस्तो लाग्छ म कुनै नेपालको अलि ठाउँमा पुग्थेँ भने अलि ठुलो पोस्टमा हुन्थ्यो भने बिमा नेपालमा अनिवार्य बनाइदिन्थ्यो कि विदेशमा जस्तै किनभने मानिसलाई त्यो अति नै आवश्यक छ क्या विदेशमा बिरामी भयो भने सरकारले औषधि उपचार गर्छ होइन नेपालमा कति मान्छे बिमारी भएर औषधि उपचारै गर्न पाउँदैनन् नि कति गाह्रो हुन्छ नेपालमा माग्नुपर्छ कति गाली खाइन्छ नगरपालिकामा आयौँ भनौँ न त यहाँका नगरपालिकाका प्रमुख व्यक्तित्वहरूलाई देवदह नगरपालिका यो हाम्रो भरतपुरमा गर्नुभएको थियो नि त भरतपुरमा के अरे हाम्रो रेणु दाले छोरी जन्मिएको घर चाहिँ बिमा गरिदिने भन्ने थियो नि त नगरपालिकामा जाने हो र कसलाई भन्ने हो र खाएर भएको बेलामा त्यहाँको एउटा सिसा त अझै बनाएर हिँड्छ नि सिसा बनाएर सिसा फुटाल्ने जेन्जीमा होला है जेन्जीकै बेलामा होला है मैले त्यही भन्न खोजेँ जस्तो मेरो कुनै दिन मेरो सत्ता आएछ भने अब कतिले सुन्नु होला यसलाई त्यसो भए माथिल्लो पोस्टमा लानु हुन्न भन्ने पनि सुन्नु होला तर मेरो सत्ता आएछ भने मैले जीवन बिमा चाहिँ सबै व्यक्तिका लागि अनिवार्य भन्ने बनाउँथेँ क्या त्यो जीवन बिमा यति महत्त्वपूर्ण चिज छ तर मानिसले बुझ्न चाहनुहुन्न क्या हो नि हो खासमा जीवन बिमा नभई नहुने घाँसबास कपास पछि अब त बिमा भन्छु मैले बिमा चाहिँ सबैका लागि महत्त्वपूर्ण छ सबैजना बिमा गर्नुहोस् कस्तो बिमालाई कसरी हेर्नुहुन्छ जस्तो बिमा तपाईँले बिमा क्षेत्रमा लाग्दै गर्दाखेरि धेरै अनुभवहरू त मैले धेरै यसको बिमा क्षेत्रमा लागिसकेपछिका मैले बटुलिसकेको छु होइन सबैले राम्रो भन्नुहुन्छ भन्ने पनि छैन हुन त यो हातको औँलामा सबै बराबरती छैन कहिलेकाहीँ कस्तो लाग्छ भने म्याम दाहिने खुट्टामा लगाएको चप्पल देब्रे खुट्टामा मेरै खुट्टामा त अट्दैन भने मेरो सोच र अरू मान्छेको सोच मिल्नुपर्छ भन्ने पनि लाग्दैन त्यसले गर्दाखेरि म त्यो मान्छेको त्यो कम्पेयर चाहिँ गर्दिनँ कि कहिलेकाहीँ हो अब बुझाउने हो होइन बुझाउने खण्डमा चाहिँ बुझाउँछु तर उहाँले अझै इग्नोर गरिदिनुहुन्छ भने पनि केही पनि त्यसलाई फेरि मलाई व्यवस्था गर्नुभयो भन्दिनँ अर्कोचोटि पनि म भन्छु हामीले चाहिँ बिमा अभियानमा लाग्दै गर्दाखेरि त्यो चाहिँ गर्नु पर्दो रहेछ र तपाईँले सिटिजन लाइफमा पहिलो होला है तपाईँ सिटिजन लाइफमै कोड खोल्नु भएको होला होइन मेरो पहिलो सिटिजन लाइफ नै के थियो सुरुमा तपाईँले पनि बिमालाई त सायद राम्रो हो भन्ने त सुरुमा त तपाईँलाई पनि धेरै गलत थियो नि यो बिमाप्रति अझै के अरे तपाईँलाई थाहा छ कि थाहा छैन म चाहिँ ठ्याक्क सिटिजनमा जोइन हुने बेलामा ल म्याम तपाईँ गर्नुपर्छ है भनेर होइन मैले ल तपाईँ फर्स्ट हुनुपर्छ सायद कोड नम्बर 1 पनि हुन्थ्यो होला मैले त्यति बेला गरेको भए त्यो कुराले अहिले मलाई पछितो भयो मैले आजसम्म भनेको पनि थिइनँ होला मलाई बिन्दा म्यामले बिमामा जोडिन भन्नुभयो भन्दा त्यो म यति नेगेटिभ थिएँ कि बिमाप्रति मान्छेलाई होइन अब जस्तो 5 लाखको बिमा गरेर छ 20-25 हजार तिरेर 5 लाख रुपियाँ कहाँबाट दिन्छ त झुट हो भन्ने खालको मानसिकता मेरो सुरुमा अनि हजुरले मलाई बिमामा जोडिनु भन्दा मैले नमानेर उहाँले मलाई खालि बिमामा भन्नुभयो भनेर हजुरले फोन नउठाइदिने होइन अनफ्रेन्ड त त्यति बेला अनफ्रेन्ड गरेको हो म त अहिले एक्सेप्टै गर्दिन्दिनँ तपाईँको म त्यति चाहिँ किन मैले फोन चाहिँ फोन उठाउनु पसलमा चाहिँ अब फोन आइरहेको अब निरन्तर फोन आएपछि नउठेपछि यहाँ आउनुहुन्छ भनेपछि मैले सरलाई अब उहाँ फल्ला आउनुहुन्छ म छैन भनिदिनु भनेर म भित्र लुक्थेँ अनि आएपछि त्यो फेरि मलाई थाहा हुन्थ्यो नि त फोन नउठेपछि आउनुहुन्छ मेरो खोजी भइरहेछ भने नि उहाँहरू आएर फिर्ता गएपछि अनि फेरि म
आएको चुनौतीहरू भन्ने कुरामा हो त्यही सम्झिन्छु मैले। अब 1-2 जनालाई भने मान्नु भएन भने मैले नि सुरुमा कहाँ मानेको थिएँ र भनेर मन बुझाउँछु। आफ्नो कथा सम्झिने होइन। नगरपालिकामा त बाटो निर्माण हुँदै रहेछ। यो बाटो त कसरी जाने हो होइन? यता पनि बाटो बन्द गरेर यता पनि बन्द गरेर कहाँबाट जाने होला? हेलिकप्टर त छैन होला यहाँ त नगरपालिकामा। ल हेर यो हामी फर्केर ब्याकबाट त्यो नगरपालिकाको साइडबाट उता निस्किनुपर्छ क्या अरे। त्यतै नै बेस्ट होला जस्तो लाग्यो मलाई। यहाँबाट अगाडि जाँदैन कि के भने हो? के भन्नु बस त्यो फर्किनु भयो कि कता हो? बोलेर फर्कियो कि के हो? फर्किने हो कि के हो? फर्कियो त्यही साइड हो कि तिनीहरू देखाएको छन् बाटो तिनीहरूलाई त्यसरी जानु भनेर चाहिँ हामी त्यो त्यहीबाट फर्किने हुन्छ। हामी निस्किनु गाउँसम्म त्यो ऊ त्यही त जाँदैन अरे। बाटो पनि बन्द भयो। धुत्ने पनि सिस्टम हुन्छ नि। यो अब एकैचोटि सबै बाटो बन्द गरिदिएर हुन्छ त? यस्तो कमसेकम एउटा व्यवस्था राख्नु पर्छ नि। हेर्नु न थाहा छ म्याम यसरी गाडी के चलाउने खण्डमा होइन कतिपयले यस्तो अप्ठ्यारोमा के अब यस्तो अप्ठ्यारो भयो नि त। लाइसेन्स चाहिँ दिएरै निस्केको रहेछ भन्ने पत्ता लायो भन्छ। यदि कटाएन भने नि पैसा दिएर निकालेको रहेछ भन्छ कि। किन यो महिलालाई नेतृत्व गर्ने खण्डमा होस् अगाडि बढ्ने खण्डमा होस् होइन त्यहाँ अलिकति विश्वास नगर्ने कि यसले चाहिँ सक्दैन यसले के गर्ला र भन्ने। अरे म चाहिँ गाडी घुमाइरहेको हुन्छु यत्रो ठाउँमा पनि अहिलेसम्म त भगवान्को कृपाले केही पनि भएको छैन ठोक्किने ओर्ने होइन। तर त्यो कटाइहाल्यो भने पनि लाइसेन्स चाहिँ पाएको रहेछ है दिएर निकालेको रहेछ भनेर भन्छन् कि। त्यो महिलालाई कमजोर बनाउनलाई हो क्या त्यो नियत नै त्यस्तै हो। यहीँबाट त हो नि यहाँबाट पनि खुलेन भने त जान्छ कि नै होला कि जान्छ। अबको यात्रा यहाँ भ्याइयो सबै रमाइलो रमाइलो होइन म्याम? मूल्यवानमा नि बस्ने हो कि कति टाढा उही के त्यो त त्यहाँ नि हो। यता भ्याइयो यता छ र? यता छैन छैन भने यसको सिस्मल जानुभयो तपाईँ? नै यहीँ पछाडि हो? यहीँ पछाडि गएन नि। यता छैन नि एउटा पल्लवी मात्र छ। राम्रो कमाइने नाम चाहिँ कमाइन्छ फेरि यो सङ्घ संस्थामा हिँडेपछि दुःख बेकार हिँडेको त्यही नाम कमाइन्छ चिनिन्छ भन्ने कुरा हो। अब त्यतिको हिँडेर यतिको चिनियो भनौँ होइन त्यो पनि ठुलै कुरा हो।
त्यो साधारण सभाको विषयमा के होला भन्ने जस्तो मानेको बिचरा तिनीहरूले। म फेरि नगर सञ्जालमा पनि हो नि, नगर सञ्जाल चाहिँ एउटा जस्तो देवदहमा भएको त्यो 43वटै सहकारी संस्थाहरूलाई तिनीहरूको निगरानी गर्नको लागि अर्को सञ्जाल बनाएका कि देवदहभित्रमा सहकारीकै त्यो 43वटालाई निगरानी गर्ने कि अब जस्तो के छ कसो छ तिनीहरूको हेर्नलाई सञ्जाल फेरि नगरले गठन गरेका। त्यसमा नि कार्य समितिमै छु के अरे म। त्यसमा सबै सहकारीहरूको व्यतिथिहरू के कसो छ त्यो कुराहरू उजागर गरिन्छ, हेरिन्छ। त्यहाँ पत्रकारको हिसाबले त होइन, त्यो छुट्टै सहकारीकै हिसाबले। फेरि यति सबै ठाउँमा चिनेर सबै कुरा हुँदा पनि बिमामा मात्रै बिग्रिन्छ। कारण यस्तो के अरे हामीले फेरि अस्ति ठ्याक्क सरले भन्नुभएको थियो नि त्यो पोइन्ट के भन्छ ब्लडवाला के घर परिवारलाई ब्लड चाहिए भने त एउटाले एउटा चिज एउटासँग पाएन भने अर्कोलाई फलोअप गर्छौँ नि। हामी धेरै अधिकांश त मानेन भने हामी अलिकति निराश हुन्छ कि त्यो निराशपना त त्यो अब कस्तो कि फेरि निराशपना पनि कसरी हुन्छ भने त्यो मलाई त एकचोटि त त्यो माथि नै पुग्न छ, मलाई यति भित्रैदेखिको रहर। यो फेरि नभएको होइन कि जस्तो मेरो भोइस अरूलाई लागु भयो। मैले पल्लवीमा त्यो शिक्षा दिएँ नि, पढाएँ नि, यहाँ बस्ने कि नै कहाँनिर छ त्यो अगाडि के उसमा के 6 नम्बरको यता कति छन्? यता अरू यता पनि धेरै नै छन्, निरन्तर भ्याइसकेको। निरन्तर एकचोटि गएको फेरि फलोअप गरौँ न, होइन? यहीँनिर कहाँनिरबाट जान्छ? मुई अगाडि यता तलतिर के छ? यता तलतिर उताबाट गएर आऊँ न त, के अरे शीतलनगरतिरबाट, होइन? हुन्छ। अनुग्रह कता हो? गएन त्यति बेला के छ त नयाँ खबर भन्नुहोस्, बताउनुहोस्। जनताले हाल्छ मेरो ब्लगमा तपाईँलाई हेर्न चाहन्छु। साँच्चै हो अरे के? अरूभन्दा मलाई अजिब लाग्ने मान्छेमा घमण्ड किन आउँछ होला? घमण्ड अनि यस्तो के हामी के अरे कता गयो यो झुन्डिया झुन्डी गऱ्यो यो त्यो बाङको के भन्छ धोती भन्छन् के अरे ल कुरा गरौँ न आज रमाइलो ल गाडीले पनि रिस गऱ्यो भाइ छ्या के गरे यो। आज मेरो भ्लगमा पारु म्यामलाई हेर्न पाउनु नै भयो। हुन त पारु म्यामलाई कडा कडा जान्छ बेला बेलामा रमाइलो अनि के छ म्याम? मलाई यस्तै अब भन्दाखेरि मानिसले किन घमण्ड देखायो होला कि अब जस्तो अब अहिले मानौँ हजुरकै कुरा गरौँ न, हजुर अहिले जति राम्रो हुनुहुन्छ नि अबको 10 वर्षपछि यही राम्रो पनि रहन्छ त रहन्न नि होइन? के भन्दैछ ए यो अनुहार म त मनको त राम्रो हुन्छ है, मनको चाहिँ हुन्छ। ए अनुहारको कहाँ हुँदैन कि त फेसियल गरे पनि कहाँ हुन्छ त म्याम? हुँदैन तपाईँको अहिलेको 10 वर्षपछि त अलिअलि चाउरीपना अलिकति रिङ्कल देखिन त लाग्छ नि। मैले भन्नु खोजेको बुझ्नुभयो नि, जस्तो मानिसको केही कुरा स्वयं रहँदैन र पनि घमण्ड कति धेरै हो भन्नु खोजेको कि कुनै पनि मानिसको कुनै पनि ठाउँको अस्तित्व जस्तै हाम्रै नेपालकै कुरा गरौँ न अब होइन, 6 चोटि प्रधानमन्त्री भएर पनि त देउबा बाले के गर्नुभयो त? आखिरीमा जेजी आन्दोलनमा केपी बाले होइन त्यत्रो देशका लागि भनेर गर्दा नि एकै दिनमा पदच्युत भयो त। मैले भनेको घमण्ड चाहिँ मानिसले गर्नु हुँदैन, मेरो विचार। घमण्ड चाहिँ नगरौँ, घमण्डले कसैलाई पनि अगाडि बढ्न दिँदैन। मान्छेले जस्तो सोच्ने हो त्यस्तै देख्ने हो भने के भन्छ नि, अब त्यो सोच राम्रो राख्यो भने राम्रै देख्छौँ। त्यस्तै हो मान्छेको। मलाई त के लाग्छ भने अरूको कुरा सुन्नु भनेको महामूर्ख, अर्काको कुरा सुनेर फेरि हामीले सजिलै भन्छौँ कुरा सुन्न हुन्न भनेर, कति ठुल्ठुलो उच्च ओदामा भएका मान्छेले पनि फेरि अर्काको कुरा सुन्ने होइन? आफै त्यो अरू ठुला मान्छेले कुरा सुनेर त्यो सानो मान्छेसँग दाँच लिन्छन् भने त त्यो सानो मान्छे त हाइट भइहाल्यो नि। त्यत्रो क्षमता भएको मान्छेहरूले त केही कुरा यस्तो सुने पनि त बरु डाइरेक्ट होइन बोलाउने कुरा गर्ने अथवा फोन गर्ने, के हो यस्तो कुरा सुनेको थिएँ भन्ने, त्यो गऱ्यो भने कस्तो बेस्ट हुन्छ नि। त्यो त जो कोहीसँग
बिमाकै लागि यसो भेटघाट गर्दै हिँडेका छौँ। धेरै मानिसको मानसिकता हुन्छ कि बिमा भनेको मरेपछि पाइने चिज हो, तर त्यो होइन। बिमा भने जिउँदोमा पाइने चिज हो। ढुक्क हुनुहोस्। हामी नवपर्वत महिला बचत तथा ऋण सहकारी संस्थामा आइपुग्यौँ। त्यसपछिको ब्लग चाहिँ हामी तपाईँलाई कहाँ कहाँ जान्छौँ देखाउँछौँ। विशेष गरी देवदह क्षेत्रमा रहेका सहकारीहरू 43वटा सहकारीहरू 43वटा सहकारीमा चाहिँ हामी जाने योजनामा छौँ। देवदह क्षेत्रको अहिले चाहिँ हामी शीतलनगर आइपुगेका छौँ। झरौँ है त। हुन्छ। हरन बजाउँछन् मान्छेहरू पनि। यहाँनिरको बस्तीले हो कि के हो, यहाँनिर एकदमै धेरै दुर्घटना हुन्छ। त्यो बाटो पनि के झिकझ्याक छ। अलिकति यहाँ यस्तो छ कि अलिक घुम्टी अनि कस्तो यो सिसाउ भएको जति हाम्रो जग्गा हो। यो सिसाउ भएको पुरै उति पछाडि टोरी भएको पनि हो। यस्तै यो जिगज्याग भयो, त्यहाँबाट तार गयो भनेर बेचेको भए मेरो बिहा भएपछि। पहिला रोप्न नि आएको यहाँ हामीले रोप्यो। माया लाग्छ नि। मेरो खुट्टाको पनि दुख्या थियो त्यति बेला, आएर रोपेको त्यहाँ कम माया लाग्छ नि बिचरा। राति राति बसेर पानी लाग। तपाईँको कति सालमा बिहा भएको? 66 सालमा। छोराछोरी पनि आफू जत्रै भइसक्यो। बेलैमा बिहा गरेर सन्तान जन्माउनु पनि राम्रै हुन्छ है। तपाईँ त आफू जत्रो सन्तान भइसक्यो। मेरो त पुग्नु बल्ल छ। एउटा मात्रै हो, एउटा मात्र। तर नि सन्तानको क्याप चाहिँ राख्नु नहुँदो रहेछ। मैले सल्लाह भनेर मान्ने मान्छेलाई ईश्वरका वरदान भन्दै क्याप नगरिकन कति अन्तरालमा? मेरो त 2.5 वर्षको फरक हो। अझै 2.5 वर्ष धेरै नै रहेछ कि। त्यो यस्तो गाह्रो हुन्छ नि म्याम। नि हजुर त्यो अहिले त्यो सोच्नु भयो नि गाह्रो। तर कस्तो हुन्छ भने हजुरले सँगै जन्माएको भयो। अब जस्तो अहिले फेरि नानी ठुलो भएपछि जहाँ पनि छोडेर हिँड्न हजुर फ्रिडममा सिङ्गल लेडिज भएर हिँड्नु भयो नि। अब फेरि हजुरलाई फेरि 3 वर्ष अब हजुरको लस ब्याक जान्छ क्या। फेरि एउटा कुरा फेरि त्यस्तो हुन्छ कि सँगै भयो भने सेम 3 वर्षमा 2टा बच्चा हुर्किन्छ सधैँलाई सुख। गाह्रो चाहिँ अहिलेको महिलाहरूलाई होइन, जागिर पनि गर्नै पर्यो म्याम, हेर्नु बच्चा पनि पाउनै पर्यो होइन, घर परिवार पनि हेर्नै पर्यो। अनि विशेष गरी पहिला हाम्रो आमाहरूलाई त मेरो होइन आमाहरूलाई बजेहरूलाई भनौँ न, घरको भात पकाऊ अनि घरको काम गरौँ, उसको आर्थिक विषयमा टेन्सनै हुन्थेन कि। अहिले नेपालको पहाडी भेगमा अहिले पनि बुहारीहरू भनेको यस्तो बाहिरकै खेतीपाती काम गर्ने जतिको घरमा बस्ती छ नि, त्यहाँ खेतीपातीको काम गऱ्यो। अब बिहान उठ्यो, घाँस काट्यो, आयो, अनि घरमा खाना बनाएर राखिदिनुहुन्छ, खायो, बस्यो, फेरि गयो। अब खेतीपातीको सिजन हुन्छ, मल बोक्यो, पराल बोक्यो, त्यही विषयमा एउटा काम गरेपछि हुन्छ। तर तराईतिर त अलिक फरक छ। अब चाहिँ अझै सहरी एरियामा त छुट्टै भयो। तराईमा चाहिँ गाह्रो, जागिर नि गर्नु पऱ्यो, बच्चा पनि हेर्नै पऱ्यो, बच्चा नि आफैले पाउनै पऱ्यो, खाना नि बनाउनै पऱ्यो। फेरि पर पाहुना आउँछन्, चाडपर्व भन्यो, अतिथि सत्कार बढी गर्नु पऱ्यो। त्यो सबै गर्दा महिलाको जिन्दगी यति तनाव छ। त्यही त यो जागिरीहरूको लागि जस्तो अब भनौँ अब बच्चाको लागि पनि बच्चा भनौँ, परिवार भनौँ, अफिस भनौँ होइन, सबै ठाउँ अनि साथी सङ्गी भनौँ, टाइम त त्यसलाई चाहिँ घरिघरि तर पनि हिम्मतवाला महिलाले गरेर देखाउँछन्, फेरि गर्छन् नि। त्यो त गर्नै पर्यो नि म्याम। अब के गर्ने त, अब यत्तिकै बस्यो भने पनि आमाले पढाएका होइन, आफूले पढेका कुराहरू त्यत्तिकै, अनि हामी पनि यत्तिकै बस्न पनि सकिँदैन कि। जस्तो अब काम गरिरहेको मान्छे यत्तिकै बस्न पनि सकिँदैन। र जहाँसम्म परिवारले बुझ्दैन भने त तनाव हुन्छ नि। अब जस्तो अहिले मलाई
जहाँ जान्छु भने पनि जे गर्छु भने पनि मलाई त रोकाउट छैन नि त एउटा त्यो फेरि हजुरमा आएको ऊर्जा नै त्यो परिवारको साथले नि हो कि जब महिलालाई सबैले साथ दियो भने जस्तो अब हजुरलाई 6 बजे कुनै कार्यक्रममा जान छ बिहान भने पनि हजुर 4 बजे उठेर हजुरलाई निन्द्राले छोड्छ जाँगर लाग्छ 4 बजे उठेर हजुर आफूले गर्न पर्ने सीमित काम गरेर जानुहुन्छ परिवारको साथ भयो भने माने जति थकै रहे पनि ऊर्जा एक्स्ट्रा आउँछ साथ भएन भने ऊर्जा आउँदैन फेरि अर्को कुरा चाहिँ त्यो हो कि जति भए पनि साथ भयो भने चाहिँ सकिन्छ बुहारीलाई अब बुहारीलाई पनि एउटा कसैको छोरी हो भनेर चाहिँ माया ममताले होइन उसलाई साथ सपोर्ट गर्यो भने भोलि त्यही बुहारी होइन ले पनि त साथ दिन्छ नि त तर हाम्रो समाजले अझै त्यो एक्सेप्ट गरिसकेका छैन त्यो एउटा भनाइ साँच्चीकै हो कि जस्तो लाग्यो कि मलाई हामीले जति प्रयास गरे नि त्यो बुहारी छोरी कहिले हुन्न अनि सासू आमा कहिले हुन्न भनेको हामीले जति चिर्न खोजे पनि कहीँ न कहीँबाट यति निस्किदियो रहेछ क्या त्यो कुरा त्यो त हुन्छ जस्तै अब विशेष गरी आज छोरी भएको उसमा चाहिँ कस्तो हुन्छ भने अलिकता त्यो अधिकांश धेरैकोमा छोरी भएको ठाउँमा चाहिँ बुहारी चाहिँ हेला भन्छ नि त्यो फेरि एउटा उखान पनि पहिलाको अब हजुरले त्यो कतिको सुन्नु भएको छ छोरी पाल्नेले बुहारी पाल्दैन भन्ने पनि एउटा उखान पनि छ त्यो उखान ध्रुव सत्य हो कि जस्तो मलाई लाग्छ जसको घरमा छोरी हाबी हुन्छ त्यो घरमा फेरि बुहारीहरू अलिकति साइड चाहिँ हुन्छ फेरि त्यो चाहिँ हामीले देखिरहेको भोगिरहेकै भन्दा नि फरक नपर्ला हामीले पनि भोगेकै हो त्यो पनि खासै नौलो कुरा भएन अनि एकादेशको कथा नि भएन कि हामीले देखिरहेको घटना भयो नि तपाईँले त जागिर गर्दै काम के छ के अरे पहिला मिडियामै हुनुहुन्थ्यो तपाईँ त सँगसँगै तपाईँ अझै अगाडि अझै तपाईँको त रेडियोमा कार्यक्रम चलाउनुहुन्थ्यो स्थापनाकालदेखि नै थिएँ त्यसपछि बिहे भयो त्यो सङ्घर्षहरू भन्ने कुरा यस्तै लोकगीतको कार्यक्रम थियो क्या है म्याम त्यति बेला थियो पारु न्यौपाने भन्नुहुन्थ्यो पार्वती भन्नुहुन्थ्यो कि पारु भन्नुहुन्थ्यो म्याम मैले पार्वती नै भन्नुभएको थियो है पहिला रेडियोमा उठ्दाको नि त्यति बेला त त्यो चिठीको एउटा कार्यक्रम थियो फोनको अर्को कार्यक्रम थियो एउटा चिठीवाला थियो यति धेरै चिठी आउँथ्यो हप्तामा 2-3टा कार्यक्रम चलाउँदा नि चिठी पढेर नसकिने कतिजना रिसाउनुहुन्थ्यो पहिला त अब यस्तो अहिले जस्तो धेरै फोन मोबाइल थिएन ल्यान्डलाइनमा फोन आउने अनि कतिले भेटेर नै फल्नाले कार्यक्रम चलाउँछ अरे भने नि भेटेर नै हजुरले हाम्रो चिठी किन नपढिदिएको भन्नुहुन्थ्यो रेडियो देवताको सम्झनामा पनि रेडियो देवता मेरो बिहे भएपछि स्थापना भयो अनि म त्यहाँ आएर कार्यक्रम चलाउँदा पाल्पातिरको यति धेरै आउँथ्यो चिठीहरू गोठादीको मैले पनि पढेँ म्याम त्यो पढ्दाखेरि नै आफैलाई कस्तो आनन्द आउने ओहो यति धेरै दर्शकहरूले यो श्रोताहरूले हाम्रो रेडियो सुन्नु भएको रहेछ भन्ने अर्कै महसुस हुन्थ्यो अनि त्यो आफूलाई जति दुःख भए पनि जति सङ्घर्ष भयो नि यति धेरैजनाले माया गर्नु रहेछ भन्नेले पनि त्यो थकाइ मेटिन्थ्यो कि अर्कै ऊर्जा आउने त्यो हजुरले भनेको एउटा कुरा एकदम सही हो कि मानिसले जहाँ चाहना हुन्छ इच्छा हुन्छ त्यहाँ चाहिँ अगाडि बढ्छ होइन जहाँ इच्छा हुन्न चाहना हुन्न त्यहाँ बाहना आइहाल्छ चाहना नहुने मान्छेले बाहना खोज्छ अरू अवसर खोज्छन् मान्छेले अनि तिमी के अरे अरूले अवसर खोज्छन् तिमी बाहना खोज्छौ हार्नलाई बाहना खोज्छौ भनेर राख्छु कि कहिले के ट्याक्का जस्तो होइन कतिपय मान्छेहरू तपाईँलाई जस्तो तपाईँलाई एउटा मैले के अरे देखेको छु नि तपाईँमा एउटा क्वालिटी छ तपाईँले गर्न सक्नुहुन्छ भन्ने तपाईँले कहिले बाहना चाहिँ नमार्नु है किनकि तपाईँ एउटा सकेसम्म नमार्ने भन्ने हो कहिले फेरि त्यस्तै हुन्छ अनि मैले तपाईँलाई सामाजिक सञ्जालमा कि यस्तो एक्टिभ देख्छु कि त्यो एक्टिभ रेस तपाईँले स्ट्याटसहरू है राख्नुहुन्छ त्यो स्ट्याटसले तपाईँलाई कतिको व्यक्तिले तपाईँलाई म्यासेज गर्ने तपाईँलाई भन्न आउने त्यस्तो छ छैन मलाई भनेको कि यस्तो टाइपको हुन त मलाई भनेको कि त भन्दैन होला कसलाई भनेको तिमीलाई भनेर त्यस्तो नितिखुदी गर्ने त्यस्तो हुन्छ नि तपाईँको अधिकांश स्ट्याटसले त्यो कति मान्छेले भेटेर नि भन्नुहुन्छ तिमी जस्तो मान्छेले यस्ता कुराहरू हाल्नुहुन्न कि नभन किन भनेको भन्नुहुन्छ होइन मन दुखेको कहाँ पुग्ने त झगडा गर्न जान भएन अब कोही गएर हजुरसँग मलाई रिस उठ्यो भने मैले हजुरलाई भन्न गएँ भने त्यहाँ दोहोरो कुरा हुन्छ त्यो संवाद लम्बिन्छ कमसेकम त्यो संवाद लम्ब्याउन
मर्छ शान्त भयो त्यहाँ अर्को दोस्रो बच्चे हुन्न झगडा बढ्दैन त्यो पनि एउटा हो जस्तो मैले पोख्नुपर्ने कुरा पोखेँ त्यसलाई फेरि डाइरेक्ट मान्छेले कन्भर्सेसन नभएपछि त बढ्दैन नि त इस्यु हुँदैन त्यो पनि फाइदा नै हो सामाजिक सञ्जालले धेरै कुराहरू राम्रो गरेको छ पोख्न मन लागेको कुराहरू पोख्यो अनि त्यसपछि अब अनि यस्तो पनि हुँदो रहेछ कि म्याम के भने जस्तो पारु न्युपाने के हो भन्ने कुरा त मैले सङ्गत गरेको छु नि त अनि पारु न्युपाने के हो भन्ने कुरा त मैले बुझेछु कोही मान्छे आएर पारु त यो हो ऊ हो भनेर उसको कुरा सुनेर मैले पारुलाई जज गर्नु भनेको त हुने त भने हामीले कहिले पनि बाहिरी कभर हेरेर होइन त्यो किताबको बुक हेरेर के बुक हेरेर हामीले त्यो भित्रको विषयवस्तुलाई जज गर्ने होइन अरे के त्यो विषयवस्तु जान्नको लागि कभर भित्रको किताब चाहिँ पढ्नै पर्छ अरे के त्यही भएर होइन हो हजुरको कुरा यति सही छ नि त्यो 100% त्यो मानिसले बुझ्नुपर्ने कुरा यही विषयमा त्यो कभर हेरेर मान्छेले जज गर्छन् समाजमा यसको उदाहरण एउटा किताबमै मानौँ महावीर पुन बुवा मैले त बुवा नै सम्मान गर्छु मेरो आदरणीय व्यक्तित्व नै हुनुहुन्छ ऊर्जावाला व्यक्ति उहाँको किताबको गाथा हेऱ्यो भने के नै छ र उचाल्दाखेरि वेट नै छैन तर उहाँको यति यथार्थ छ नि त्यो किताबमा त्यसले पनि दर्शाउँछ के पान्ना किताबको गाथा हेरेर कसैलाई जज नगर भन्ने कुरा हाम्रो समाजमा फेरि आफूलाई मै हुँ भन्ने होइन म ठुलो मान्छे भन्ने अहमताले हो कि मान्छेलाई कसैले भनेको कुराकै आधारमा जज गरिदिने हुन्छ नि त्यो त यस्तो हो त्यो खुबी नभएको मान्छे ले हो कि त्यो मैले त्यो राम्रो किताब र राम्रो मान्छे जो कोहीले बुझ्न सक्दैन राम्रो किताब जो कोहीले बुझ्न पनि सक्दैन पढ्न पनि सक्दैन है अनि राम्रो मान्छे पनि जो कोहीले बुझ्दैन त्यसले गर्दाखेरि राम्रो किताब र राम्रो मान्छे जो कोहीले बुझ्दैन त्यो भनेर चाहिँ मैले चित्त बुझाउँछु कि हुन्छ नि त्यस्तै छ म्याम अनि हामी चाहिँ सहकारी भर्मटतिर आइरहेको थियो अहिले सहकारी संस्था सटर टान्न लाग्यो कि व्यवस्थापक उहाँ नै हो यताबाट बोल्न चाहिँ मिल्छ यस्तो जाउँ होइन हाम्रो कुरा कहाँ थियो अनि त्यसपछि कन्टिन्यू गरौँला है यो किताब बुकको कभर मान्छेले जजको कुरा होइन जजमेन्टको कुरा यसपछि हामी फेरि कन्टिन्यू गर्नेछौँ अहिले हामी बर पिपल सहकारी के भन्छौँ हामी यो बर पिपल 6 नम्बर है 6 नम्बर आएका छौँ 6 नम्बर यात्रा गर्दा यसो फलफुलहरू हाल्न पर्दो रहेछ कुन लिनुहुन्छ रोज्नु तपाईँलाई खाना मन लाग्यो मिठो लाग्ने पग्ली सधैँ सबै पग्ली होला पग्ली छ मिठाई पग्ले पनि मन चाहिँ पग्लिनु हुन्छ कि हुँदैन पनि अब कस्तो पग्लेको म्याम चिसोमा पग्लियो है त्यो तातो भयो नि हिट हुन्छ नि उसको केक त्यतिकै जम्थ्यो भाइ एकैछिन भयो ए खानु यस्तो यो सानो होइन यो पग्ले खाने होला खानु मैले त खाइसकेँ यो खानु न मैले आफै खानु बुढोसँग भेटिएन नि त त्यहाँ एकदिन चाहिँ शीतलनगर खैरिनदेखि शीतलनगरसम्म जाऊँ ल एक वडासम्म बाटोमा चलाउँदा पक्नुहोस् भन्ने अनि बुस गर्ने त्यो चाहिँ अफ गर्छु एक दिन गरौँला हाम्रो कुरा कहाँबाट भन्यो अरे जीवनको आरोह अवरोह विश्वास गर्ने त्यो किताबको गाथा होइन यो चाहिँ कसैले भनेको आधारमा कसैलाई पनि जज नगरौँ कि म त त्यो भन्छु जसले अरूको कुरा सुनेर हामी जज गर्छौँ नि त्यो मान्छे कहिले पनि धेरै अगाडिसम्म जान सक्दैन कि कहिलेसम्म हामीले अर्काको कुरा सुन्ने त भन्ने कि हो त्यो एउटा कुरा त्यो पनि हो एउटा यो पहिल्यैदेखि भनिरहने कुरा निप्ने बेलाको बत्ती चकिलो बोल्छ भन्छ नि सकिने बेलामा मान्छेलाई रिस बढी उठ्ने होइन अर्काको कुराहरू सुन्ने धेरै भड्किने त्यस्तो पनि हुँदो रहेछ क्या यस्तो अन्तिममा हामीले त्यो घरमा साँझ बिहान पूजा गर्ने बेलामा बत्ती बाल्छ नि त्यो पनि त्यस्तो हुन्छ क्या त्यो अन्तिम तेल सकिने बेलामा वरेर बोल्छ त्यो सकिनलाई सङ्केत दिएको तर
तपाईँले मलाई नेगेटिभ भनिरहनु भएको छ भने तपाईँसँगै सेल्फी हान्दिन मन लाग्ने, तपाईँलाई गएर बोल्दिन मन लाग्ने, अनि त्यसपछि उसलाई पनि भाइब्स कि यति मैले उसलाई खेदो खन्दा, यति मैले उसलाई नेगेटिभ भन्दा पनि ऊ मसँग बोल्छ अरे भने फेरि टाउको कसैलाई दुखोस् के एकदम होइन। हामीले कुरा सुन्ने हो, नेगेटिभ कुराहरूलाई लिने हो भन्दैमा जीवनमा कहिले पनि प्रगति गर्न सकिँदैन। त्यो कुरा चाहिँ अहिले मैले नि त्यो सोचिरहेको छु, साँच्चै अगाडि बढ्नु छ भने नेगेटिभ कुरा चाहिँ लिनै नहुँदो रहेछ। हो नि, जिन्दगीमा तपाईँलाई याद छ के अरे हाम्रो कुबेर सरले भन्नुभएको थियो नि, जहिले पनि नरम चिजको चाहिँ अन्तिमसम्म रहन्छ अरे जिब्रोको भनिदिनु न। दाँत कडा हुन्छ, दाँत छिटै नै झर्छ, जिब्रो नरम हुनुभन्दा अगाडि नै त्यो बुढेसकाल त्यो झरिसक्यो हुन्छ। अझै मृत्युको कुरा नै भएन कि त्यसलाई त कतिको त 40बाटै झर्न सुरु गर्छ त, छिटै नै झर्छ। मानिस मर्ने बेलासम्म त उसको दाँत उमेर पाकेर जस्तो अकालमै मृत्यु हुने कुरा छुट्टै भइहाल्यो, तर उमेर पाकेर जस्तो औषध आयुमा मृत्यु हुने व्यक्तिको चाहिँ दाँत एउटा पनि रहँदैन। जिब्रो नरम हुन्छ, त्यो अन्तिम घडीसम्म जिब्रोसँगै लिएर आइएको हुन्छ, अन्तिम घडीसम्म रहन्छ, तर दाँत पछि जोडिया हुन्छ। त्यही भएर जीवनमा आइरहेका ती बाधा अवरोधहरूलाई हटाउनलाई, ती हटाउँदै अगाडि बढ्नलाई सहन शक्ति चाहिँ हुनुपर्ने रहेछ कि नम्रता हुनु पर्यो होइन। कडा चिज भनेको केही क्षणको लागि अरे हामीले त्यो आक्रोश भनेको आक्रोश रिस र के अरे आवेग भनेको चाहिँ केही क्षण हो अरे कि। त्यही भएर हामीले नरम हुनुपर्छ। नरम व्यक्तिले जसले पनि रुचाउँछ होइन, जसले पनि सम्झन्छ, त्यो कडा अभिव्यक्ति दिने, कडा बोल्ने होइन, अलिक रिसा टाइपको व्यक्तिलाई त सम्झन्छ नि त, उसलाई त सम्झिने भनेको नि नेगेटिभ तरिकाले सम्झिने त हो नि। घमण्ड पाल्नु हुँदैन भन्ने कुरा। भगवान् गौतम बुद्धलाई एउटा गालामा हान्दा गौतम बुद्धले अर्को गाला नै थाप्नुहुन्थ्यो अरे। त्यही भएर त अहिले विश्वभरि भगवान् गौतम बुद्धको नाम चर्चामा छ, शान्तिका अग्रदूत भनेर पनि चिनिन्छ हामी। तर हामी शान्तिको अग्रदूत भगवान् गौतम बुद्धको माओली स्थल देवदहमा छौँ। अब यहीँका मान्छे कति अशान्ति छन्। अशान्ति भनेको नि फेरि कस्तो हुन्छ भने अर्कोको छिमेकीको प्रगति भएको देखियो र आफ्नो साथी भनौँ न सँगै हुर्के बढेका साथी र छिमेकी प्रगति गर्यो भने रिस आवेग आउँछ अरे के। त्यही नै हो कि आज विनोद चौधरीले कमायो, विनोद चौधरी धनी भएर रिस छ र हामीलाई रिस छ, हाम्रो छिमेकीलाई रिस छ। तर तपाईँले घर बनाउनुहोस् न, भोलि 3 तलाको घर उठाउनुहोस् त, तपाईँको छिमेकी त नहुनलाई मैले इक्जाम्पल मात्र दिएको भनेको। हामी कसैको प्रगतिमा चाहिँ हामीले स्ट्या नगरौँ, सकिन्छ आफूले गरौँ, सकिँदैन रिस नगरौँ। मैले सबैलाई भन्ने कुरा, सक्नुहुन्छ सही कुरा दिनुहोस्, नसक्ने भए असह्य कुरा नदिनुहोस्। एउटा भनाइ छ नि, त्यो नजानी गाउँको बाटै नछोड्छौँ। आफूलाई त्यो विषयवस्तु चाहिएको छैन भने बरु वास्ता नै नगर्ने। केही समय अगाडिसम्म मलाई त्यो कुराहरू दिमागमा खेलिरहन्थ्यो कि केही जस्तो नकारात्मक त होइन कि केही कुरा भयो भने त्यो कुरा खेलिरहने, तर त्यसले त आफूलाई नाश गर्दो रहेछ कि त्यो कुरा खेलाउन नहुँदो रहेछ। जेसुकै हुन्छ भनेर छोडिदियो भने बरु आफू नै अगाडि बढिँदो रहेछ। नराम्रो मान्छेलाई चाहिँ हामीले यादै गर्नु हुँदैन कि। जब तपाईँलाई कुनै मान्छे मन परेको छैन भने त्यो नराम्रो मान्छे, मन नपरेको मान्छेलाई तपाईँले दिमागमा किन राख्नुहुन्छ, किन बोझ बनाउनुहुन्छ? जब कि तपाईँलाई मनै परेको छैन भने फेरि यस्तो हो म्याम, फेरि
धेरै सम्झेको भयो। त कस्तो पचाउन नसकेको भन्छु कि अनि पचाउन किन सक्दैनन् मान्छेले होइन के भन्छ अरू घुसपेटहरू पचाउन सक्ने मान्छेले पुरै सानो अनि किन पचाउन सक्दैन त्यो मलाई यस्तो लागेको त्यो जो मान्छेले ईर्ष्या गरेर त्यो मान्छेलाई साइड लाउँछु भन्छ त्यसैको बढी कुरा काट्नु भनेको त्यो मान्छेको प्रगतिको ढोका खोल्नु हो जस्तो लाग्छ मलाई त पारु म्याम के तपाईँको जस्तो तपाईँको सपोज तपाईँको कुरा काटिरहेको छ भने यति बुझ्ने अरे क्या हामीले एडभर्टाइज फ्रीमा भइरहेको छ अहिले विज्ञापन त हामीले विज्ञापन कुनै चिज हामीले फ्रीमा पाउँछौँ पाउँदैनौँ भनेपछि तपाईँको कुराहरू गाउँ समाजमा भइरहेछ चाहे राम्रो होस् चाहे नराम्रो होस् कि तपाईँको हो भन्ने त तपाईँले आफूलाई स्वयंलाई चिन्नु भएको छ नि त तपाईँले आफूलाई ढाक्न त सक्नु हुँदैन भनेपछि अरूले तपाईँलाई नराम्रो भन्दैमा अरूले एकछिनलाई फुरुङ्ग पार्दैमा त केही हुँदैन कि त्यो फ्रीमा एडभर्टाइज गरिरहेको छन् विज्ञापन भइरहेछ भन्ने कि पैसा तिर्नु पर्थ्यो पैसा तिर्नै परेन होइन कसैले कुरा काट्यो भनेर मन नदुखाउन चाहिँ मैले सबैलाई पनि भन्छु मन दुखाउनु हुँदो रहेछ कमसेकम हजुर त्योभन्दा माथि हुनु रहेछ र हजुरको विषय आयो कि त्यहाँ चर्चामा अनि गाइदिनु न म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर अब खुट्टा तान्ने फेरि कस्तो हुन्छ भने म्याम तपाईँ खुट्टा माथि हुन्छ तपाईँको खुट्टा मैले ताने भने त म तल हुन्छु नि त यो चाहिँ दिमागमा राख्नुपर्छ कि खुट्टा तान्ने मान्छे जहिले पनि तल हुन्छ खुट्टा दिने मान्छे माथि हुन्छ त्यही भएर मेरो खुट्टा ताने भनेर त एक्टिङ गरिदिनुहोस् न त्यही तपाईँले बेला बेला गर्नुहुन्छ नि त मेरो खुट्टा ताने यो चाहिँ सही लाग्छ तपाईँको मलाई ट्याक्कै त्यो खुट्टा तान्ने भनेको चाहिँ मभन्दा सानो मान्छेले तान्दो रहेछ के जस्तो ठुलै मान्छे पोस्टमा हजुर माथि हुनुहुन्छ होइन मानौँ हजुर अब हाम्रो अफिसको बोस हुनुभयो हजुर म्यानेजर अब हजुरले मेरो कुरा काट्नु भनेको हजुर मभन्दा तल हैछ के पोस्ट ठुलो गरेर भएन के त्यो पोस्टले केही गर्ने पोस्ट किन हजुर ठुलो मान्छेले सानो मान्छेको कुरा गर्नुभयो भने त हजुर सानो हो के मैले चाहिँ त्यो भन्ने कहिले पनि त्यो के अरे हामीले चाहिँ अरूसँग तुलना गर्नु आफूलाई के भनौँ न जजमेन्ट गर्ने राम्रो कुरामा गरौँ हो नेगेटिभ कुराहरूमा लिएर हामीले टाउको दुखाउने त्यो गर्ने नि होइन कि तपाईँलाई यो ठाउँसम्म आइपुग्दाखेरि भनौँ न जीवनको यो समयसम्म आइपुग्दाखेरि त्यस्तो भनौँ न तिता फल जहाँ सम्झँदा कि अझै पनि तपाईँलाई सम्झना आउँछ तिता होस् या त मिठा होस् होइन चाहे रमाइलो चाहे तपाईँको दुःखको एकदमै टर्निङ पोइन्ट होस् त्यस्तो के छ कि एकदमै सम्झँदा चाहिँ तपाईँलाई एकदमै भित्रैदेखि आउने तिता फलहरू त धेरै छन् तर मिठालाई जोड्दाखेरि मनस्थिति बिग्रेला मिठोलाई जोडौँ बरु होइन मिठाई खाँदै मिठो जोड्दा अर्कै हुन्छ जस्तो अहिले हामी यो गाडीमा हिँड्दाखेरि आरामदायी यात्रा छ नि मलाई एउटा साइकलको घटना एकदमै मलाई अहिले पनि ताजा जस्तो लाग्छ हाम्रो दिदी र म साइकलमा हिँडेको अब दिदीले साइकल चलाएको म पछाडि बसेको हाम्रो एकजना मामा हुनुहुन्थ्यो मामाले साइकल चलाउनु भएको फर्स्ट टाइम अब मामालाई चलाउन आउँथेन बाटोमा साइकलमा घन्टी थिएन मान्छेको भिड थियो हाम्रो दिदीले ल जसलाई लाग्छ त्यो मान्छे फस्यो यो मामाले साइकल चलाउन जानुहुन्न बाटो छोड्नु भनेर अगाडि मुख्यो दौडिनु हो बाटो छोड्नु भनेर त्यो घटना मलाई यति रमाइलो लाग्छ जिन्दगीमा तिता फल नआइकन त मिठो आउँदो रहेछ त्यो थाहा भयो त मामाले साइकल चलाउनु भयो त फेरि कसैले हान्नु भयो कि फेरि हान्नु भएन हान्नु भएन कसरी भने दिदीले पुरै यो जस्तो गाडीलाई उप्सले सफा गर्छ नि ठुलो लाग्यो भने मामा हुनुहुन्छ अहिले एकदम मामाले विदेशबाट यो कुरा सुन्नु हो भने कति मामा त त्यो मन्त्री नै हुनुपर्ने हो त पुरा भान्जीले बाटो छोडो भनेको मान्छे अहिले विदेश हुनुहुन्छ मामा विदेश हुनुहुन्छ मलाई त्यो घरिघरि एक्लै सम्झिँदा नि यति हाँसो लाग्छ मलाई त्यो दिदीले गाडीमा धुलो पन्छा जस्तो उइप्सले दिदीले बाटो छोडो सबै छोडो मामाले हानिदिनुहुन्छ तिमीहरू जो दोष पर्छौ भनेर त्यो रमाइलो याद छ मलाई जिन्दगीमा त्यस्तै हैछ त्यो फोहोर
फोहोर कसिङहरू जति हामीले पन्छाउँछौँ नि हाम्रो बाटो सफा हुँदै जाने रहेछ के धेरै मान्छेहरूलाई त्यही फोहोर कसिङरले अल्झाइरहँदो रहेछ त्यो एउटा साँचो कुरा पनि छ लक्षिणले निदाउन दिँदैन विलक्षिणले जाग्न दिँदैन यो चाहिँ अहिले सुने मैले तपाईँको यस्ता कन्टेन्टहरू धेरै जान्छन् के अरे बेला बेलामा मलाई विरक्त लाग्छ झगडा गर्न भन्दा कसैसँग पोख्ने होइन रियालिटी पोख्ने अब सुन्नेले सुन्छन् जेसुकै भन्नुसँग भएन केही पनि भएन कि तिम्रो त्यति क्षमता रहेछ तिमीले त्यति नै मूल्याङ्कन गर्यौ भन्ने अगाडि बढ्ने खास त्यो भयो भने हामी अगाडि बढ्न सकिँदो रहेछ फल्नाले यस्तो भन्यो भनेर त्यो कुरा मनन गरियो भने अगाडि बढ्न गाह्रो हुँदो रहेछ जिन्दगीका मोडमा जस्ता नि भेटिन्छन् तपाईँको हिजो धेरै भिडियोहरू हेर्छु हिजोको भिडियो चाहिँ मलाई कस्तो मन पर्यो अरे स्पेसल मैले अरू कुराहरूलाई चाहिँ त्यति मैले सुने होइन त्यो कुराहरूलाई त्यति त्यो खण्डन गर्नै चाहेन त्यो रियाक्सन चाहिँ तपाईँको त्यो बोल्दाखेरि त्यो एक्टिङ चाहिँ साँच्ची नै एउटा मुभी एउटा कुनै होइन त्यो पार्टमा चाहिँ तपाईँलाई कलाकार बन्नको लायकको त्यो एक्टिङ चाहिँ रहेछ भनेर म हेरिरहेँ अरू मैले धेरै ध्यान दिएन तपाईँको त्यो रियाक्सन त यस्तो मुख हेरेँ है मुख अनि त्यसपछि हाउभाउ ओहो त्यो फर्स्टदेखि अन्तिमसम्मै म हेरेँ कि त्यो बनावट भन्ने कुरा नाटकमा आउने हैछ होइन त्यसमा रियालिटी भित्रबाट निस्किया थियो कि हामीले जो कोहीसँग पनि रियालिटी कुरा गऱ्यौँ भने नि अटोमेटिक नजानेको कुरा पनि आउँछ जस्तो अब हजुरलाई कसैले यो खोकेर कन्टेन्ट दियो ल यो भनिदिनु त भन्यो भने मिलाउँदै हजुरको त्यो भित्रबाट आएको हुन्न के फिलिङ्स नै हुन्न त्यस सम्बन्धी सरसर खोकेको भन्नुहुन्छ तर भित्रबाट आयो भने अटोमेटिक त्यो हात मुख होइन चिउडोहरू निधारहरू नाक सब एकदम एक्टिभ हुँदो रहेछ त्यो कुरा पोख्नको लागि के अनि हेर्दै नै आकर्षक बन्दो रहेछ त्यो कुराहरू खास हामीले त्यो नजानेर नि हो क्या खास त भित्रबाट पिर पर्यो भने त जति पनि आउँछ होइन तपाईँ स्कुटर ल्याउनु भयो होइन छोडिदियो तपाईँलाई जाने होला रेडियो नि जाने होला होइन रेडियो जाने होला रेडियो म्याम चाहिँ रेडियो जाने रेडियो देवदहको समाचार प्रस्तुता बाचिका हुनुहुन्छ बाचिका भनिन्छ होइन संवाददाता के भन्छ समाचार वाचक है अनि यसरी खाना नि मजै आउँदो रहेछ यो गुलियो चिज खानुपर्छ कि मिठो मिठो कुरा गर्न त यति सबैजनाले मलाई आउनुहोस् है कति मिठो बोल्नु भएको भन्नुहुन्छ होइन फेरि आफैले प्रशंसा गरेको त होइन कि त्यो उहाँहरूले भन्नुभएको उहाँहरूको सुन्ने श्रवण शक्ति पोजिटिभ हो तर मिठाई बढी खान्छु कि मैले मोटी छु त म त्यही भएर त्यो मिठाईले मोटोपन पनि बढाउँछ अरे हो म्यामकोमा चाहिँ म्यामले पसल छ म्यामले झिक्दै खाँदै गरेर पनि होला कि यो मोटोपन बढेको है मोटोपन बढेको ल हामी चाहिँ आज फाइनली एकदमै भिजिट गऱ्यौँ अनि आयौँ एकदम रमाइलो पनि भयो म्यामसँगको यात्रा र धेरै आज पोजिटिभ व्यक्तिहरूसँग भेट्न पाइयो ल अन्तिममा भनिदिनुहोस् म त निस्किन्छु हो र मैले फेरि संसारमा भाग्यमानी मलाई कसरी मान्छु भने म हजुरसँग हिँड्दा कमसेकम मलाई जस्तो नजरले जसले हेरे पनि वाह म पनि बिन्दा म्यामसँग समय दिएर हिँड्ने भएछु अनि आजलाई यति भयो हामी चाहिँ अब भोलि मिल्यो भने धेरै त होइन 4वटा विद्यालय मात्र नजिक मात्र है त्यो सेड्युल गर्नु होला म त हजुरले भनेपछि जाम भने ठाउँमा गइदिएँ कि म पनि आज चाहिँ नयाँ एकदम राम्रो कन्टेन्टहरू बन्थ्यो कतिपय त हामीले खिच्न पनि गरेन भोलि चाहिँ रमाइलो हुन्छ खिचिएन ठिक छ त्यो पहिले तयारी गरेर हामी जान्छौँ हुन्छ ल हुन्छ म्याम है धेरै धन्यवाद आभारी भएँ यसरी हिँड्न पाएँ भने म पनि ठुलै मान्छे बन्छु के हुनुहुन्छ नि ठुलै मान्छे हुनुहुन्छ अझै ठुलो हुनुहुन्छ जे होस् हाम्रो खम्बा हो नि ल म्याम ल बाई दिनभरि भोकै कुदियो ल साथीहरू मैले चाहिँ पारु म्यामलाई छोडिसकेँ आज चाहिँ हाम्रो दिनभरिको यात्रा रमाइलै थियो हामी देवदह नगरपालिका क्षेत्रका सङ्घ संस्थाहरूमा हामी गएका थियौँ अनि अलिकता फिल्ड भिजिट गरौँ न
अब बिमा भन्ने चिज चाहिँ मान्छेले ल है मेरो गरिदिनुहोस् भनेर कमै मान्छे आउनुहुन्छ अनि त्यही भएर बिमाको बारेमा बुझाउनु पनि पर्यो। पहिला त हामीले बिमा किन गर्ने, के का लागि गर्ने, बिमा गर्दाखेरि हामीलाई बिमा गराउने मान्छेलाई फाइदा होइन कि बिमा गर्ने मान्छेलाई फाइदा हुन्छ। भोलि बिहान बचत गरेको पैसा तपाईँहरू आफैलाई आउने हो, भवितव्य पर्दा पनि तपाईँहरूलाई नै हुने हो भनिसकेपछि हामी त एउटा बिमा अभियानमा हिँडिरहेका छौँ। तपाईँहरूले आफैले बुझेर पनि बिमा गर्नुपर्छ। तर आजको यात्रामा चाहिँ धेरै पोजिटिभ व्यक्तिहरू चाहिँ हामीले पायौँ कि धेरै राम्रो राम्रो मान्छेहरू होइन जसले बिमा नगर्नु भएको। हाम्रो चाहिँ यहाँ म्याम, नमस्कार म्याम, सन्चै हुनुहुन्छ? कहिले आउने हो, कहिले आउनुहुन्छ? भोलि आउनुहुन्छ? ए ल चिया खान पर्छ कि है। ल हाम्रो चाहिँ एजेन्सी म्यानेजर इन्द्र राणा म्याम पसल छ अनि घुम्दै गर्दाखेरि यसो मान्छेहरूसँग बोल्दै हाम्रो चाहिँ धेरै साथीहरू नजिक नजिक हुनुहुन्छ कि भोलि आउँछु भन्नुभएको छ इन्द्र म्याम चाहिँ।